नमन सबैमा प्रिय मनहरू समक्ष आज म एउटा मेरो आफ्नो अनुभूति यहाँहरू समक्ष प्रस्तुत गर्न लागिरहेको छु। मेरो अनुभूति, मेरो अनुभवको शीर्षक छ मेरो हेराइमा मेरा बा। मेरो हेराइमा मेरा बा। मेरो हेराइमा मेरा बा सङ्कलन मैले आफै गरेको हो र यो टिपोट यहाँहरू समक्ष प्रस्तुत गर्ने अनुमति मागे। हरेक मानिसको आफ्नो आफ्नो फरक सोचाइ र हेराइ हुनु अनौठो कुरा होइन। एउटै मानिसको पनि उमेर अनुसार कुनै घटना, कुनै व्यक्ति, कुनै सङ्घ संस्था वा कुनै पनि विषयमा फरक फरक हेराइ हुने रहेछ। यस टिपोटमा मैले मेरा बा अथवा मेरा बुवाप्रति मैले कसरी हेरेको रहेछु भनेर सम्झना गरेको छु। यहाँ यस टिपोटमा मैले बा भन्ने शब्द प्रयोग गरे पनि यो बुवा र आमा दुवैजनाप्रति लक्षित छ। मैले सजिलोको निम्ति बा भन्ने शब्द प्रयोग गरेँ, यो अन्यथा नठान्नुहोला र यो बुवा आमा दुवैजनाप्रति बराबर लक्षित छ। जतिखेर म 3-4 वर्षको थिएँ त्यस बेला मलाई लाग्थ्यो मेरा बा संसारमै उत्कृष्ट मान्छे हुनुहुन्छ। उहाँले नजानेको त केही पनि छैन, केही पनि रहेनछ। त्यतिखेर कसैले फलानी खेल्ने कुरा गर्यो भने मेरा बाले जित्छन् भन्ने हुन्थ्यो। मेरा बा भन्दा ठुलो चाहिँ इस जित्छन् तेरा बाले, राजाले जित्छन् भनेर राजा चाहिँ अझ ठुलो हो भन्ने कति साथीहरूले भन्नुहुन्थ्यो। त्यस्तो हुन्थ्यो। त्यसै गरी जतिखेर म 5-6 वर्षको भएँ मलाई लाग्थ्यो मेरा बा प्राय सबै कुरा जान्नुहुन्छ, बुवालाई सबै कुरा थाहा छ। बुवालाई थाहा नभएको, मेरा बालाई थाहा नभएको अथवा मेरा आमालाई थाहा नभएको कुरा संसारमा केही पनि छैन। जतिखेर म 7-8 वर्षको भएँ म सोच्न थालेँ मेरा बालाई सबै नभए पनि धेरै कुरा चाहिँ थाहा रहेछ। अब चाहिँ सबै होइन, धेरै थाहा रहेछ, अलिअलि थाहा नभएको पनि हुँदो रहेछ। मेरा बालाई पनि मेरा आमालाई पनि थाहा हुँदो रहेछ, बा आमालाई पनि अलिअलि चाहिँ थाहा नभएको कुरा पनि हुँदो रहेछ जस्तो लाग्न थाल्यो। जतिखेर म 9-10 वर्षको भएँ मलाई लाग्थ्यो मेरा बा फुर्तिला, अलिक सन्की र निरङ्कुश पनि रहेछन्। हामीलाई अलिक कन्ट्रोल गर्नुहुन्थ्यो नि त। हामीलाई स्वतन्त्रतापूर्वक घुम्न, खान, खेल्न पनि दिनुहुन्न जस्तो लाग्थ्यो। जतिखेर म 11-12 वर्ष पुगेँ मलाई लाग्न थाल्यो पुरानो युगमा जन्मेका मान्छे मेरा बालाई नयाँ जमानाको केही धेरै कुरा त थाहा छैन, अलिअलि थाहा भए पनि जम्मै कुरा त यो नयाँ जमानाको के थाहा हुन्थ्यो, पुरानो उहिले जन्मेका मान्छे भन्ने लाग्थ्यो। म 13-14 वर्षको भएँ त्यो बेला मलाई लाग्थ्यो मेरा बा केही जान्दैनन्, बरु जाने जस्तो मात्रै गर्छन्, यिनी ढोङ्गी छन्, यिनले हाम्रो बारेमा सोच्दैनन् जस्तो लाग्थ्यो। मेरा बा आमाहरू, बा भन्नाले मैले बुवा आमा अघि नै भनेको छु। त्यसै गरी जब म 15-16 वर्षको पुगेँ म सोच्न थालेँ मेरा बा पुराना कुरा मात्र गरेर मलाई अल्मल्याउँछन्, गफाडी मात्रै हुन्, त्यस्तो लाग्थ्यो। र त्यसै गरी जब म 20-22 वर्षको हुन थालेँ मलाई लाग्न थाल्यो कि मेरा बा त केही जान्दा रहेछन्, हाम्रा पुस्ताका विषयमा पनि बा सोच्न र बुझ्न थालेछन् कि क्या हो, अलिअलि त जान्दा रहेछन् जस्तो लाग्न थाल्यो। फेरि जब म 25-30 वर्षको भएँ मलाई लाग्न थाल्यो मैले केही गर्नु अघि बालाई सोध्नुपर्ने रहेछ, बालाई धेरै कुरा थाहा छ, मलाई कम थाहा छ जस्तो लाग्न थाल्यो। जब म 35-40 वर्षको भएँ मलाई लाग्न थाल्यो ऊ बेला कसरी पो बाले व्यवहार धान्नु भएछ, हामीलाई कसरी हुर्काउनु भएछ, रोग भोग शोकसँग जुझ्दै सीमित आय स्रोत भएको परिवारलाई र सिङ्गो समाजलाई धन्न यहाँसम्म ल्याउन सक्नु भएछ बाले। बा त कति बहादुर हुनुहुँदो रहेछ जस्तो लाग्न थाल्यो। जब म आफू पनि बुढो हुन थालेँ र बालाई गुमाएँ त्यसपछि मलाई अहिले लाग्न थाल्यो यदि मेरा बा मसँगै भए, मेरी आमा मसँगै भए कति भाग्यमानी हुने थिएँ भनेर सोच्न थालेको छु। त्यस्तो सोच्दा आउँदो रहेछ समयअनुसार। र यहाँलाई यो मेरो आजको टिपोट कस्तो लाग्यो यहाँले आफ्नो विचार कमेन्ट सेक्सनमा प्रस्तुत गर्नुहुनेछ र यस्तै नयाँ नयाँ विचारहरू सुन्नको निम्ति
यहाँसँग मैले प्रस्तुत गर्न साथ यहाँको चाहिँ युट्युबमा यहाँले देख्न पाउने गरी यहाँसँग भेट्ने गरी आउनका लागि मेरो च्यानललाई सब्सक्राइब गरेर बेल आइकन घन्टीमा समेत थिचेर सहयोग गरिदिनु भयो भने त्यो पनि अवसर प्राप्त हुनेछ। धन्यवाद।